आज हामी देवघाटमा पितृ श्राद्ध गर्न आएका छौँ र पितृ श्राद्ध भइरहेको छ यहाँ हाम्रो मम्मी ड्याडीहरू उता मम्मी ड्याडीहरू दुवै मम्मी ड्याडीहरू बसेर पितृ श्राद्ध अङ्कल सबैजना बसेर हामी पितृ श्राद्ध गर्दैछौँ। यो पवित्र भूमि देवघाटमा भइरहेको छ। नेपालको एक मात्रै पवित्र स्थल देवघाट। हामीले यो सबै कुरो ज्ञान लिन सक्छौँ युट्युबमा, फेसबुकमा, गुगलमा देवघाटका बारेमा। सबैले यसरी नै गरिदिनु होला भन्ने मेरो भनाइ र हामी यहाँ सबैजना परिवार बसेर आज एकदम धार्मिक रूपमा समापन गर्दैछौँ। सबैले यो भिडियो हेरिदिनु होला। उहाँले भनिहाल्नुहुन्छ त अहिले टेन्सन नलिनु। ल हजुर बस्नुहोस्।